आज चाहिँ म तपाईहरुको अगाडि यो गुन्द्री बुन्ने पराललाई लिएर आएको छु। अनि यो परालको चाहिँ धेरै कामहरु हुँदो रहेछ। अनि यसलाई मजाले मसिनो कुटी बनाएर चाहिँ यसरी मजाले यसलाई धुनेछु। अनि पानीहरु तताएर चाहिँ यसलाई 1 घण्टाको लागि चाहिँ मजाले पकाउनु पर्ने हुन्छ। अनि यो पराल चाहिँ मैले कुशाल भाइले मलाई दिनु भएको थियो। अनि उहाँले गुन्द्री बुन्नुको लागि ल्याउनु भएको थियो होला सायद। अनि त्यहाँदेखि मैले यसलाई 1 घण्टा मजाले उमालिसकेपछि चाहिँ यसलाई चाहिँ मैले फेरि पनि निकाल्दै छु। अनि एउटा मजाको एउटा प्लास्टिकमा यसलाई मनतातो हुनुको लागि चाहिँ छोडिदिएको छु। अनि मैले यो खालको प्लास्टिक लिएर चाहिँ यो प्लास्टिक भित्र चाहिँ मैले चाहिँ यसलाई चाहिँ मजाले खाँदेर चाहिँ यो मसरुमको बिउलाई त्यसरी लगाउने छु। अनि यो फर्स्ट टाइम मैले ट्राई गर्दैछु युट्युबबाट हेर्दै। अनि यस्तो पाराले चाहिँ गर्दैछु। अनि हुन्छ हुँदैन अनि म तपाईलाई लास्टमा फेरि पनि देखाउने छु। अनि यसलाई यसरी लगाइसकेपछि चाहिँ स्टेप लगाइसकेपछि मैले एउटा 1 घण्टा यसरी बनाएको छु। अनि 1 घण्टा बनाइसकेपछि यसलाई चाहिँ भित्र हावा पस्नको लागि चाहिँ मैले मसिनो काँटी यस्तो लिएर चाहिँ यसलाई छेदा पार्दैछु है। अनि मजाले यसलाई छेदा पारिसकेपछि चाहिँ मैले यसलाई एउटा अँधेरो कोठामा यसलाई झुन्डाइदिएको छु। अनि हप्तामा पानी हाल्दै हेर्दै अनि हप्ता 15 दिनको बादमा चाहिँ यसरी मजाले फंगस आइसकेको छ यसमा। अनि हेर्दै जाउँ है। अनि लास्ट फाइनल्ली यसलाई चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको। अनि तपाईले पनि गर्न सक्नुहुनेछ। अनि यसरी यसलाई मजाले मसरुमहरु त्यसरी आउन थालिसकेको छ। अनि मसरुमको आफ्नै घरमा लगाएर सब्जीको लागि चाहिँ यसरी बनाउँदा हुने रहेछ भनेर म तपाईलाई भन्न चाहन्छु।